सम्पूर्णमा नमस्कार। म अहिले ऐतिहासिक चिसापानी गढीमा छु। ऐतिहासिक चिसापानी गढी रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 स्थित चिसापानीमा पर्दछ। यो गढीलाई एउटा जिउँदो इतिहास बोकेको गढीको रूपमा लिने गरिन्छ। सन् 1814 मा नेपाल र अङ्ग्रेजबीच युद्धको घोषणा भएको थियो। 2 चरणमा भएको उक्त युद्ध करिब 1 वर्ष 8 महिना चलेको थियो। अङ्ग्रेजहरूसँग बहादुरीका साथ युद्ध लड्नेमा प्रमुख स्थानमध्ये हालको सिन्धुली गढी पनि प्रमुख स्थान थियो। सिन्धुली गढीमा तैनात नेपाली सेनाहरूका लागि थप हात हतियारसहित थप जनशक्ति मद्दत गर्न र पक्राउ परेका अङ्ग्रेजहरूलाई सजाय दिनका लागि रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानी स्थित ऐतिहासिक चिसापानी गढीमा एक फौज सेना तैनात गरिएको थियो। चिसापानी गढीको उत्तरतर्फ एउटा चौर छ जहाँ सेनाले भोज भतेर गर्थे रे। त्यही हुनाले उक्त स्थानको नाम भतेरे रहन गएको हो। चिसापानी गढी नजिकै सुन्दर सिद्धबाबाको मन्दिर पनि हामीले देख्न सक्छौँ। यदि तपाईँ मन्थली रामेछाप आसपास हुनुहुन्छ र घुम्न जाने सोचमा हुनुहुन्छ भने तपाईँहरूको लागि चिसापानी गढी पनि उपयुक्त गन्तव्य हुन सक्दछ। ऐतिहासिक चिसापानी गढीबाट चारैतिर मनोरम दृश्य देख्न सकिन्छ। यहाँ आउँदा मन आनन्द र प्रफुल्लित हुने गर्दछ। पछिल्लो समय ऐतिहासिक चिसापानी गढी घुम्न आउने पर्यटकहरूको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गइरहेको छ। प्रचार प्रसारको कमी र सम्बन्धित निकायको कम चासोको कारणले गर्दा सोचे जति मान्छेहरू घुम्न आउन सकिरहेका छैनन्। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद।